हो, तपाईले एकदम सही सुन्नुभयो। अबदेखि डेटा प्याक सकिएपछि मेन ब्यालेन्सबाट अटोमेटिक रूपमा पैसा काटिने छैन। यो घोषणाले लाखौं प्रयोगकर्ताहरूलाई अनावश्यक शुल्कबाट जोगाउनेछ। यो साँच्चै ठूलो राहतको कुरा हो। डेटा सकिने बित्तिकै थाहै नपाई ब्यालेन्स रित्तिने। तर अब त्यो कहानी विगत बन्दैछ। ल सुरु गरौँ यही प्रश्नबाट। आखिर डेटा प्याक सकिन साथ हाम्रो मेन ब्यालेन्सबाट पैसा किन यसरी पानी जस्तै बग्न थाल्छ? यो सुविधा कसरी प्रयोग गर्ने भनेर सिक्नेछौँ। हो, हाम्रो ब्यालेन्सको मुख्य दोषी यही हो, पे एज यु गो, जसलाई छोटकरीमा पेवाइजी भनिन्छ। यो एउटा यस्तो अटोमेटिक सिस्टम हो जसले डेटा प्याक सकिने बित्तिकै मेन ब्यालेन्सबाट सामान्यभन्दा धेरै महँगो दरमा पैसा काट्न सुरु गरिहाल्छ। थाहै नपाई ब्यालेन्स शून्य हुनुको पछाडि यही अदृश्य सिस्टमको हात छ। मनमा सधैँ एउटा डर, कति बेला डेटा सकिएर पैसा काटिने हो। साँच्चै यो एकदमै तनावपूर्ण थियो। तर अब यी सबै झन्झटको दिन गयो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा नेपाल टेलिकमले एउटा ठूलो र एकदमै महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। यसले हामी सबैलाई ठूलो राहत दिने पक्का छ। यो परिवर्तनलाई उपभोक्ता सशक्तिकरणको रूपमा हेरिएको छ। भन्नुको मतलब अब डेटा कसरी प्रयोग गर्ने र कहिले रोक्ने भन्ने निर्णय पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुनेछ। ल अब यो नयाँ प्रणालीले वास्तवमा काम कसरी गर्छ र हाम्रो ब्यालेन्सलाई कसरी जोगाउँछ भन्ने कुरा बुझौँ। यो तुलनाले सबै कुरा छर्लङ्ग पार्छ। पहिले डेटा सकिन साथ ब्यालेन्स काटिन सुरु हुन्थ्यो, तर अब तपाईले 90% डेटा प्रयोग गरेपछि एउटा अलर्ट पाउनुहुन्छ र प्याक सकिएपछि इन्टरनेट आफै बन्द हुन्छ, जसले गर्दा के भयो त तपाईको मेन ब्यालेन्स पूर्ण रूपमा सुरक्षित रह्यो। ल अब सबैभन्दा महत्त्वपूर्ण र काम लाग्ने खण्डमा आयौँ। यो पिएजी सुविधालाई बन्द चाहिँ कसरी गर्ने त? एउटा कोड मात्र याद राख्नुहोस्, *444#। यो कोडले 4G खोल्न मात्र होइन, अब तपाईको पैसा जोगाउन पनि मद्दत गर्छ। प्रक्रिया एकदमै सरल छ। आफ्नो फोनको किप्याडमा जानुहोस्, *444# डायल गर्नुहोस्। त्यसपछि स्क्रिनमा एउटा मेनु देखिन्छ। त्यसमा पिएजी बन्द गर्ने विकल्प छान्नुहोस्, जुन सामान्यतया चौथो नम्बरमा हुन्छ। बस यति गरेपछि तपाईको काम सकियो। अब तपाईको ब्यालेन्स पुरै सुरक्षित छ। यो परिवर्तनले पैसा मात्र जोगाउँदैन है, यसको महत्त्व त्योभन्दा पनि धेरै गहिरो छ। अब आफ्नो मोबाइल खर्चमा तपाईको पूर्ण नियन्त्रण हुनेछ। थाहै नपाई पैसा काटिने डर हट्नेछ। डेटा सकिन लाग्दा पनि अब तनाव लिनु पर्दैन। समग्रमा भन्नुपर्दा यो नेपाल टेलिकमको सेवालाई थप पारदर्शी र ग्राहक मैत्री बनाउने एउटा महत्त्वपूर्ण कदम हो। अब कोडहरूकै कुरा गरिरहँदा यहाँ केही अन्य उपयोगी एनटिसी कोडहरू पनि छन् जसले तपाईको दैनिक मोबाइल प्रयोगलाई सजिलो बनाउन सक्छ। तपाईँ यसको स्क्रिनशट लिएर राख्न सक्नुहुन्छ, पछि काम लाग्न सक्छ। ल आजको छलफलको सारमा भन्नुपर्दा अब 444# डायल गरेर पिएजी सुविधा बन्द गर्न सकिन्छ, जसले ब्यालेन्सलाई सुरक्षित राख्छ। 90% डेटा प्रयोग भएपछि आउने अलर्टले हामीलाई सचेत गराउँछ र अन्त्यमा नियन्त्रण तपाईँकै हातमा हुन्छ। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि, यो महत्त्वपूर्ण सुधार त भयो। अब तपाईँको विचारमा दूरसञ्चार कम्पनीहरूले अरू कस्ता सुविधाहरू ल्याए भने हाम्रो डिजिटल जीवन अझै सहज र उत्कृष्ट बन्न सक्ला? एकपटक सोच्नुहोस् है।